देशभक्त हुन्छ। अब यो कारणले गर्दाखेरि उहाँले चाहिँ आफ्नो सुरक्षामा चाहिँ ध्यान दिनु, जहाँ पाए त्यहाँ नखानु, जसको पाए त्यसको गाडीमा नहिँड्नु, अगाडि र पछाडि हिँड्दाखेरि तपाईँले चुनावभरिको अवधिमा चाहिँ सुरक्षा चाहिँ आफ्नो दह्रो पारेर हिँड्न म सल्लाह सुझाव दिन्छु र उहाँले जित्नुहोस् भन्ने शुभकामना पनि दिन्छु। होइन, त्यो सत्य हुन सक्छ। जसरी मदन भण्डारीलाई देशी विदेशी षड्यन्त्र गरेर दासढुङ्गामा लगेर खसाइयो मदन भण्डारी र जीवराज आश्रितलाई, देशभक्त भएको कारणले नेपाललाई चाहिँ अब डगमगाउन नदिने भयो, हाम्रो क्रीडास्थल बनाउन नदिने भयो भन्ने कुरा लागेर षड्यन्त्रमूलक हिसाबले मारे देशभक्त। नेपालमा देशभक्त नेपाली देशभक्तहरूलाई किन त्यसरी मारिन्छ सर? देशभक्तहरूलाई मार्छन्, देश बिक्री गर्नेहरूलाई, देशलाई चाहिँ क्रीडास्थल बनाउनेहरूलाई चाहिँ जोगाउँछन्। अब हेर्नु है यहाँ कुरा, कतै मदन भण्डारी बनाउने हुन् कि हर्क साम्पाङलाई तपाईँको यो टेलिभिजन च्यानलको थ्रुबाट उहाँको कानसम्म कुरा पुगोस्, उहाँको अगाडि पछाडि हिँड्ने उहाँका शुभचिन्तकहरूले सुरक्षामा ध्यान दिनु। किनभने म किन सजेस्ट गर्दैछु भने उहाँ बुटोलमा भएको मान्छेहरूको जुन उपस्थिति थियो नि, अरूले त भन्थे पूर्वमा त उसको आफ्नै एरिया भइहाल्छ नि भन्थे। पूर्वमा मात्रै होइन, राजधानीमा र बुटोलमा समेत बाटोभरि मान्छे, एरियाभरि मान्छे थिए ल हर्क साम्पाङलाई सुन्नका लागि। देश त उल्टाइसक्नु भएछ त, दलहरूको अहिले तालु ओठ सुक्याछ। हर्क साम्पाङको विचार मन पराउने, हर्क साम्पाङको बाटोबाट अब देश बन्छ है भन्नेहरूको भेला पनि देखियो होइन? देखियो। र अर्को कुरो हेर्नु, हर्क साम्पाङ भनेको एउटा जनजातिको छोरो हो। जनजातिको छोरो जहिले पनि इमान्दार हुन्छ, यो कुरो मलाई थाहा छ। जनजातिको छोरो मेहनती हुन्छ, जनजातिको छोरोले बोलेको कुरा पुर्याउँछ, देशभक्त हुन्छ। अब यो कारणले गर्दाखेरि उहाँले चाहिँ आफ्नो सुरक्षामा चाहिँ ध्यान दिनु, जहाँ पाए त्यहाँ नखानु, जसको पाए त्यसको गाडीमा नहिँड्नु, अगाडि र पछाडि हिँड्दाखेरि तपाईँले चुनावभरिको अवधिमा चाहिँ सुरक्षा चाहिँ आफ्नो दह्रो पारेर हिँड्न म सल्लाह सुझाव दिन्छु र उहाँले जित्नुहोस् भन्ने शुभकामना पनि दिन्छु। किनभने मलाई नयाँ मान्छे चाहियो, यङ मान्छे चाहियो, मुलुक बनाउने मान्छे चाहियो, श्रमलाई सम्मान गर्ने मान्छे चाहियो, माटो खेलाउने मान्छे चाहियो। उसको कारणबाट देशभरिका नागरिकहरूले माटो खेलाउन्, मुलुक बन्छ। मैले त्यस्तो क्यान्डिडेट खोजेको भेट्टाएँ मैले।